आउनुहोस् आज हामी यही नयाँ आयकर दरहरूलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ। अब सबैको मनमा आउने मुख्य प्रश्न के हो त? नयाँ कर दरहरू के छन् र अझ महत्त्वपूर्ण कुरा यो कर हिसाब चाहिँ कसरी हुन्छ? आज हामी यही कुरालाई प्रश्न पार्नेछौँ। ल सुरु गरौँ एकल व्यक्तिको कर दरबाट। मतलब यदि कोही सिङ्गल हुनुहुन्छ र कर तिर्दै हुनुहुन्छ भने उहाँको आम्दानीमा कसरी कर लाग्छ त्यो हेरौँ। ल स्क्रिनमा हेरौँ त। यो तालिकाले सिङ्गल फाइलरको लागि करको दरहरू देखाउँछ। अब यहाँ बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ, हाम्रो कर प्रणाली भनेको प्रगतिशील हो। मतलब जति धेरै आम्दानी त्यति नै धेरै करको दर। अब हेरौँ है त। सुरुको 5 लाखसम्मको आम्दानीमा जम्मा 1% मात्रै कर लाग्छ, जुन सामाजिक सुरक्षा कर हो। त्यसभन्दा माथि मतलब 5 लाखदेखि 7 लाखसम्म कमाउँदा त्यो 2 लाखको हिस्सामा 10% कर लाग्छ। अनि 7 देखि 10 लाखको स्ल्याबमा 20%, 10 देखि 20 लाखमा 30% र 20 देखि 50 लाखको आम्दानीमा 36% कर लाग्ने व्यवस्था छ। र जसको आम्दानी 50 लाखभन्दा पनि माथि छ उहाँहरूले चाहिँ सबैभन्दा माथिल्लो स्ल्याब 39%मा कर तिर्नुपर्छ। अब दम्पतिको करको कुरा गर्नुअघि एउटा सानो तर महत्त्वपूर्ण फरक हेरिहालौँ। एकल व्यक्तिको लागि पहिलो 1% कर 5 लाखसम्मको आम्दानीमा लाग्थ्यो, होइन? तर दम्पतिको रूपमा फाइल गर्दा यो सीमा बढेर 6 लाख पुग्छ। यो भनेको 1 लाख रुपियाँ बढीमा 1% मात्रै कर लाग्ने भयो, जुन राम्रो छुट हो नि। ल अब दम्पतिको रूपमा कर दाखिला गर्दा कस्ता दरहरू लागू हुन्छन् त्यतातिर लागौँ। यसमा श्रीमान श्रीमतीको संयुक्त आम्दानीमा कसरी कर हिसाब हुन्छ भन्ने कुरा आउँछ। दम्पतिको लागि देखिहाल्नुभयो, पहिलो स्ल्याब अलि फराकिलो छ। सुरुको 6 लाखसम्मको आम्दानीमा जम्मा 1% कर। त्यसपछिका स्ल्याबहरू पनि अलि फरक छन् है। 6 देखि 8 लाखसम्मको आम्दानीमा 10% अनि 8 देखि 11 लाखमा 20%। तर यहाँ एउटा रमाइलो कुरा के छ भने 20 लाखभन्दा माथिको आम्दानीमा पुगेपछि चाहिँ सिङ्गल र कपलको कर दरमा कुनै फरक छैन। दुवैले 20 देखि 50 लाखमा 36% र 50 लाखभन्दा माथि 39% नै तिर्नुपर्छ। ओके, अहिलेसम्म हामीले दरहरूको कुरा गर्यौं, तर अब सबैभन्दा महत्त्वपूर्ण र धेरैजना झुक्किने ठाउँमा आयौं। आखिर यो कर हिसाब चाहिँ कसरी हुन्छ त? सुन्दा अलिक गाह्रो लाग्ला, तर एकचोटि यसको तरिका बुझेपछि यो एकदमै सजिलो छ। यसको पछाडिको मुख्य सिद्धान्तलाई क्रमिक दर प्रणाली वा अङ्ग्रेजीमा स्ल्याब सिस्टम भनिन्छ। अब यो भनेको के हो त? सिधा भाषामा भन्नुपर्दा कसैको पुरै आम्दानीमा एउटै दरले कर लाग्दैन, बरु आम्दानीलाई विभिन्न टुक्रा वा स्ल्याबमा बाँडिन्छ र हरेक टुक्रामा फरक फरक दरले कर लाग्छ। यो एउटा कुरा मात्रै बुझियो भने पनि आधा काम सकियो। ल एउटा उदाहरण हेरेपछि यो कुरा पानी जस्तै छर्लङ्ग हुन्छ। मानिलिउँ एकजना सिङ्गल व्यक्तिको वार्षिक आम्दानी 8 लाख रुपियाँ छ। अब कर कसरी हिसाब हुन्छ त? हेर्नुहोस् है। पहिलो चरणमा त्यो 8 लाखको सुरुको 5 लाखमा 1%ले कर लाग्छ, जुन भयो 5,000 रुपियाँ। अब कति बाँकी रह्यो? 3 लाख, होइन? अब दोस्रो चरणमा त्यो बाँकी 3 लाख मध्येको 2 लाखमा, जुन 5 लाखदेखि 7 लाखको स्ल्याब हो, 10%ले कर लाग्छ, जुन भयो 20,000 रुपियाँ। अब कति बाँकी? जम्मा 1 लाख हो। त्यो अन्तिम 1 लाखमा चाहिँ, जुन 7 देखि 8 लाखको स्ल्याबमा पर्यो, 20%ले कर लाग्छ, मतलब अर्को 20,000। अब कुल कर कति भयो त? 5,000, 20,000 र फेरि 20,000, जोड्दा जम्मा 45,000 रुपियाँ हो। यसरी नै हो स्ल्याब सिस्टमले काम गर्ने। ल अहिलेसम्म हामीले धेरै कुरा गर्यौं। अब एकचोटि मुख्य कुराहरूलाई सरर दोहोर्याएर हेरौँ न त, ताकि सबै कुरा दिमागमा बसोस्। त्यसो भए के कुरा याद राख्ने त? पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा, आयकर क्रमिक दर वा स्ल्याब सिस्टममा हिसाब हुन्छ। दोस्रो, कसैको पुरै आम्दानीमा एउटै करको दर लाग्दैन, यो भ्रममा पर्नु भएन। तेस्रो, आम्दानीलाई फरक फरक टुक्रामा बाँडेर हरेक टुक्रामा फरक फरक दरले कर लगाइन्छ। र अन्त्यमा यही स्ल्याबहरूलाई ध्यानमा राखेर सही तरिकाले कर हिसाब गर्नु एकदमै जरुरी छ। र अन्त्यमा एउटा प्रश्न सोचेर यो चर्चालाई टुङ्ग्यायौं। अब जब हामीले यी कर स्ल्याबहरूलाई राम्ररी बुझ्यौं, यसको ज्ञानलाई प्रयोग गरेर आउने वर्षको लागि आफ्नो वित्तीय योजनालाई अझै राम्रो कसरी बनाउन सकिन्छ होला? पक्कै पनि यो कुरा बुझ्दा आफ्नो आम्दानी र बचतलाई व्यवस्थापन गर्न ठूलो मद्दत पुग्छ।